बुद्ध अहिले जुन प्राणीधान र प्रतिज्ञा गर्नुभयो चक्रवर्ती राजाले, उहाँको सङ्कल्प उद्देश्यहरू प्राप्त नभएसम्म बुद्ध बन्दिन भन्ने जुन सङ्कल्प उहाँले रत्नगर्भ बुद्धको सामु जानु भएर उहाँले त्यो सङ्कल्प त्यो प्रतिज्ञा गर्नुभएको कारणले अनि उहाँ चाहिँ अन्य बुद्धहरूभन्दा अमिताभ बुद्धको विशेषता, उहाँको कार्यशैली, प्राणी उद्धार गर्ने लीला अन्य बुद्धहरूको भन्दा पनि विशेष प्रभावशाली रहेको कारण पनि अनगिन्ती कल्पसम्म उहाँले पुण्य सम्भार गर्नुभयो, ज्ञान सम्भार गर्नुभयो। त्यो पनि अहिलेको यो लोक धातु, अनगिन्ती लोक धातुहरू उहाँले पार गर्नुभयो, अनगिन्ती कल्पसम्म उहाँले पुण्य सम्भार गर्नुभयो। अन्य बुद्धहरूको भन्दा पनि समय अवधि हेर्ने हो भने उहाँले पुण्य सम्भार गर्नुभएको समय अवधि पनि अनगिन्ती कल्प, त्यो अनगिन्ती कल्पसम्मको पुण्य सम्भार गर्नुभएको पुण्य फलले गर्दा उहाँको कार्यशैली अन्य बुद्धहरूको भन्दा प्रभावशाली रहेको हो। त्यसकारण साधारणभन्दा साधारण व्यक्तिहरूले नाम मात्र उच्चारण गरेर सम्बोधन गर्दा पनि सुखावती भवनमा जन्म प्राप्त हुन सक्ने, सुखावती बुद्ध भूमिमा जन्म हुन सक्ने त्यस्तो विशेषताहरू बताएको छ। यस कारणले यो विशेषताहरू बताएको छ भनेर चाहिँ यस्तो नाम, बुद्धको नाम उच्चारण गर्दैमा पनि बुद्ध भूमिमा पुग्ने त होला कि नहोला भनेर मनमा दुविधा, शङ्का उपशङ्का चाहिँ गर्नु हुँदैन। किनभने बुद्धको सूत्र, अमिताभ सूत्र, कर्णव्यूह सूत्रहरूमा चाहिँ यो प्रष्ट उल्लेख गरेको कारणले बुद्धको वचन र वाणीहरूबाट कहिले पनि धोका हुँदैन, यो सत्य वचन हो। अहिले हामीले साधना गरिरहेको, अभ्यास गरिरहेको यो सिंहरूप सुखावती भुवन, महासुखावती भुवन साधना को अभ्यास गर्ने क्रममा यसको थोरै अर्थ मर्मलाई हामीले बुझ्नु आवश्यक छ। बुझेर साधना गर्नु सक्यो भने त्यो अझै प्रभावशाली हुन्छ। यसमा मनमा दुविधा राख्नु हुँदैन। मनमा यसो प्रार्थना, यो सुखावती भुवनको अभ्यास गरेर अमिताभ बुद्धको भूमिमा जन्म प्राप्त होला कि नहोला भन्ने प्रकारको दुविधा गर्यो, प्रार्थना गर्नुभयो, तपाईँले बुद्धको नाम उच्चारण गर्नुभयो, पुण्य सञ्चय गर्नुभयो, यसको पुण्यले गर्दाखेरि सुखावती भुवनमा अवश्य पनि जन्म हुनेछ भनेर छामे रुम्बछेको यो द्यमेन प्राणीधानभित्र उल्लेख छ। तर शङ्का गरेर जन्मेको व्यक्तिहरू कमलको पुष्प, कमलको केसरमा जन्म हुने, बुद्ध अमिताभको मुहार, बुद्ध अमिताभको दिव्य वाणीहरू श्रवण गर्न पाउने तर मुहार दर्शन नहुने उल्लेख भएको छ। यसले गर्दा अवश्य पनि जस्तो प्राणीहरूले पनि यो जम्बुद्वीप मात्रै होइन, यो अहिले मानव बस्ती यस्तो प्रकारको लोक धातुहरू त असङ्ख्य लोक धातुको प्राणीहरूले अमिताभको नाम उच्चारण गरेर प्रार्थना गर्दाखेरि त्यो सुखावती क्षेत्रमा जन्म प्राप्त हुन सक्ने विशेषता किन भन्दा उहाँ हिजो बोधिचर्य गर्ने बेलामा असङ्ख्य कल्पसम्म उहाँले बोधिसत्वको चर्य गर्नुभएको कारणले उहाँको कार्यलीला अन्य बुद्धहरूको भन्दा हिजो जस्तै पटक पटक यहाँ बताइरहेको छु कि बुद्धहरूको ज्ञानको दृष्टिबाट, त्यागको दृष्टिबाट, प्राप्तिको दृष्टिबाट बुद्धहरूमा भेद हुँदैन, फरक हुँदैन। तर प्राणी उद्धार गर्ने कार्यलीलाको दृष्टिबाट बुद्धहरूको कार्य शैलीहरू फरक हुन्छ। फरक हुनुको कारण बोधिसत्वको अवस्थामा बोधिचर्य गर्ने, सङ्कल्प गर्ने, उद्देश्य राख्ने शैलीहरू फरक भएको कारणले आज बुद्ध भइसकेपछि बुद्धहरूको प्राणी उद्धार गर्ने शैलीहरू फरक हुनुको कारण पनि आफ्नो आफ्नो हिजोको सङ्कल्पले प्रभाव पारेको हुन्छ। यसले गर्दा अन्य बुद्धहरूभन्दा अमिताभ बुद्धको जुन प्रार्थना र नाम मात्रै पनि उच्चारण गर्दा पनि सुखावती भवनमा जन्म लिन सक्ने त्यस्तो विशेषताहरू यहाँ वर्णन गरिएको छ।